नमस्ते, म दिलीप राणा। आजको मेरो टपिक अलिकति सजेसन टाइपको छ। यो चाहिँ विशेष गरी ग्रेड 12 को लागि हो र मेरो रिक्वेस्ट फेरि हाम्रो एजुकेसन मिनिस्टर लाई नै सम्बोधित छ। मैले यो एजुकेसन फिल्डमा झन्डै 30 वर्ष जति बिताउँदाखेरि मेरो अनुभूति के छ भन्दाखेरि 12 को बच्चा 11-12 को बच्चाहरूले चाहिँ धेरै नै फ्री टाइम पायो, कन्स्ट्रक्टिभ भएन। त्यसको विशेष प्रब्लम्सहरू के देखिन्छ भन्दाखेरि एक्सिडेन्ट्सहरू भयो, वेस्टेज अफ टाइम देखियो, ड्रग एडिक्सन देखियो, अन्य विविध धेरै कुराहरू छ। अनि यसको कारण के रहेछ त भन्दाखेरि मैले आफैले पनि त्यसलाई अब्जर्भेसन गरेँ। विभिन्न मानिसहरूसँग चाहिँ कुरा गर्दाखेरि समय एकदमै धेरै फ्री टाइम चाहिँ हाम्रो +2 को बच्चाहरूले पायो, त्यो कन्स्ट्रक्टिभली चलाएन। र +2 मा जाँदाखेरि समस्या कहाँ छ भन्दाखेरि प्यारेन्ट्सले स्कुल हुन्जेलसम्म चाहिँ बच्चाको एकदमै निगरानी गर्ने, स्कुलमा भिजिट आउने, हेरिदिने गर्नुहुन्छ। +2 जाने बित्तिकै अब बच्चा चाहिँ ठुलो भयो, इन्डिपेन्डेन्ट हुन्छ भन्ने हिसाबले लत्तै छोडिदिने। त्यो यस्तो किसिमको नेचरले गर्दाखेरि बच्चालाई त फ्री टाइम बढी भयो। यो फ्री टाइम बढी हुँदाखेरि बच्चा त बच्चै हो, स्टुडेन्ट त इज अ स्टुडेन्ट होइन, ऊ अडल्टहुडमा पुगेको छैन। उसलाई पनि मेन्टरिङ चाहिन्छ, कसरी जाने लाइफमा, के गर्ने भन्ने जस्तो कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यहाँनिर चाहिँ हाम्रो सुधार गर्नुपर्ने देखिएको छ। मेरो सजेसन गभर्मेन्टलाई के छ भन्दाखेरि या कुनै कलेज चलाउने इन्स्टिट्युसनलाई के छ भन्दाखेरि बच्चाले कलेज जाँदाखेरि मर्निङ क्लास दिउँ न। बिहान 6 बजीदेखि दिउँसो बिहानैको 10 बजीसम्म चाहिँ क्लास सकिन्छ। अब 10 बजीबाट कम्प्लिट फ्रिडम छ, त्यसलाई कसरी युटिलाइज गर्नेमा चाहिँ मेरो सजेसन हो। मेरो सजेसन आउँछ जो +2 मा पढिरहेको बच्चाहरू छ ती बच्चाहरूलाई दुईटा कुरामा चाहिँ इन्भल्भै गराउनु पर्यो र मार्क्स पनि दिनु पर्यो र म्यान्डेटरी बनाउनु पर्यो। त्यो दुईटा कुरा के हो? नम्बर 1 मा बच्चाले सर्टेन अमाउन्टको सोसल वर्क गरेकै हुनु पर्यो, त्यो चाहिँ तपाईँको मार्क्समा जोडिनु पर्यो उसलाई पास हुनको लागि। अर्को कुरा +2 मा भनेको चाहिँ तपाईँको यो भर्खरको बच्चाहरू एकदमै धेरै एनर्जी छ यिनीहरूमा, त्यसलाई कन्स्ट्रक्टिभली चलाउनुको लागि +2 को बच्चाले कुनै न कुनै स्पोर्ट्स, कुनै न कुनै गेम्समा चाहिँ इन्भल्भ भएको हुनै पर्यो सर्टेन आवर्सको लागि। हाम्रो नेपालीहरू धेरै राम्रो स्पोर्ट्सम्यान्सहरू हुनुहुन्छ, त्यसलाई कन्स्ट्रक्टिभली हामीले चलायो भने फ्युचरमा गएर हाम्रो बच्चाहरू चाहिँ राम्रो स्पोर्ट्सम्यान पनि बन्न सक्छ र त्यसमा करियर पनि बनाउन सक्छ। यसरी एउटा स्पोर्ट्सको सर्टेन आवर्स, एउटा सोसल वर्कको सर्टेन आवर्समा हामीले बच्चालाई इन्भल्भ गर्न सक्यो भने +2 को एकदमै कन्स्ट्रक्टिभ रिजल्ट आउन सक्छ। बच्चाहरूको समय कन्स्ट्रक्टिभली प्रोडक्टिभिटीमा जान्छ। यो कुरालाई ख्याल गर्न सकियो भने हामीले अहिलेसम्म एड्रेस भएको भ्याक्युम रहेको कुरालाई एड्रेस गर्न सकिन्छ। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। नमस्ते।